हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि सँगै मेरो साथी पनि सन्चै आरामै छन्। आज चाहिँ हामी स्पेन जान आँटेको। अनि एकैछिन वेटिङ रुममा बस्यौँ हामी, साथी म अनि दिदी भएर। अनि त्यो दिदी चाहिँ एयरपोर्टमा काम गर्नुहुन्छ। अनि त्यो दिदीसँग एकैछिन बसेर कफी सफी खायौँ, मजाले कुरा गऱ्यौँ। एकैछिन टाइम पास पनि भयो। वेटिङ गर्दा एकदमै झेउ लागिरहेको थियो। अनि त्यो दिदीसँग हुनुभयो। अनि कफीहरू खाँदै मिठा गफहरू साथीमा लाग्यौँ। मैले पनि एउटा टिकटक लिन्छु भनेर टिकटकमा भिडियो त्यसपछि साथीमा के रमाइलो गर्दै गयौँ। कति रमाइलो भएको थियो साथीमा भएपछि। त्यहाँ रमाइलो नहुन्थ्यो भएन साथीमा। त्यसपछि हामी पुगेर अनि मेट्रो चढेर हामी घर पुग्यौँ। बिहान घुम्यो, मजाको बिहानको भ्यू यताउति हेऱ्यौँ। फुलहरू कस्तो राम्रो फुलिरहेको। अनि बाहिर चाहिँ कस्तो राम्रो ग्रिन गार्डन। नेपालको त्यो गार्डन फुलहरू फ्लावरहरू देख्दा मजा आयो। अनि जिस्काएँ। त्यसपछि उसले चाहिँ झ्यालबाट बाहिर चाहिँ बस्दो रहेछ क्या बेला बेलामा। अनि फेरि जिस्काइदियो। साथी पनि मजाले सुतिरहेको थियो। अनि बाहिर गयो। बाहिर त्यसो घरको होम टुर फोटोसोटो भिडियोसोटो गराएँ चाहिँ। अनि त्यसपछि एउटा पूजा गर्ने यो चाहिँ लिभ्यू अनि भिडियो गरौँ लाग्ने क्या। अन्त हामी बाहिर निस्केपछि बाहिर निस्केको बाहिर आन्टी साथी बहिनी सबै भएर अनि फेरि घुम्नलाई लगेर फेरि हामी त्यही बाहिर निस्केपछि अनि कसरी हेर्ने चाहिँ देखेर रमाइलो भयो। यस साथी हो। त्यसपछि हामी पानी हल्का पानी परिरहेको थियो। छाता ओढेर कुरा गर्दै गयौँ। बाहिर रमाइलो भएको थियो। चिसो बाहिर वेदर देख्दा यस्तो रमाइलो भएको थियो। फेरि भोलिपल्ट फर्स्ट यसको मेन घुम्ने एरिया ठाउँ हो। तालमा कस्तो राम्रो के भन्छ हाँस पौडिरहेको थियो। अनि त्यही बेला त्यो हाँसको फोटोहरू भिडियोहरू खिच्यौँ लियौँ। एकछिन त्यही बस्यौँ। तिनीहरूलाई एकछिन हेरिरहेको मजाले रमाइलो गऱ्यौँ। एकछिन भिडियोहरू लियौँ। कस्तो रमाइलो कस्तो राम्रो भ्यू थियो। उच्चमा उच्च तिम अमल उच्च एडीवाल जोता साथी मोर यस्तो के जिप लाइन किलाउनु माया यताको मात्रै किलाउनु ताको
गजली खिलाउनु को प्रीत लाएर पंछी उडेर गई जाला बगाली ऐना ढाटेको हैन सम्झना